के गरे इक्जाममा सोध्यो के सोध्यो भन्दाखेरि एन्ड ओन्ली ए यसमा एन्ड ओन्ली ए भने के हो त ओन्ली ए भनेको एमा मात्रै भएको अन्त नभएको भने कुन होला यो यो एमा मात्र छ यो बीमा पनि छ यो त तिनटेमा छ एबीसी तिनटेमा कमन छ यो हाम्रो ए र सी मा छ हुने कुरो भएन एन्ड ओन्ली ए भने हाम्रो कति हुने भयो त अब यहाँ 32 हुने भयो ठिक छ अब के गरी एन्ड ओन्ली ए हाम्रो इन्टरसेक्सन बी सोध्यो मानौँ ल अब ए इन्टरसेक्सन बी त हाम्रो कति हुने भयो त हाम्रो भन्दाखेरि 7 + 4 हाम्रो कति हुने भयो 11 हुने भयो ए इन्टरसेक्सन बी सोध्यो भने तर ओन्ली ए इन्टरसेक्सन बी भनेको ए र बी मा मात्रै भएको कमन कति हो त हाम्रो 7 हो त्यही भएर हामी यहाँ 7 यसरी बुझ्यो भने सजिलो हुन्छ एन्ड ओन्ली सी भन्यो भने हाम्रो कति हुने भयो 25 एन्ड ओन्ली बी भन्यो भने कति हुने भयो हाम्रो 34 हुने भयो यसरी हामीले गर्यो भने हामीलाई इक्जाममा गर्न एकदमै सजिलो हुन्छ थ्यांक यू सो मच